ल नमस्ते साथीहरू। फेरि यसले के देखायो यो भन्नुहुन्छ भनेदेखि चाहिँ यो चाहिँ पाउलोनियाको बोट हो। यो चाहिँ रोपेको थुप्रो वर्ष हो हैन। यो पाउलोनियाको बोट हो, साह्रै छिटो बढ्ने रुख भनेर रोप्या हो खासमा। तर यो खासै ठुलो भएन हैन। यो थुप्रो वर्ष भइसक्यो साथीहरू। अब यो तपाईहरु नै अनुमान गर्न सक्नुहुन्छ यो कति गोलाइ होला हैन। यो देख्न सक्नुहुन्छ यो हैन। त्यो पनि पाउलोनिया नै हो। अनि त्यो रुख ढाल्दा अलिकति असर परेर त्यस्तो भइरहेछ। यो चाहिँ राम्रै छ। त्यो पनि अस्ति रुख ढाल्दाखेरि त्यो बिग्रेर त्यस्तो कच्याङ भइरहेछ हैन। अनि यो चाहिँ मैले यहाँ चियाबारीसँगै अलैँची, त्यसपछि पाउलोनिया हैन। अनि अलि यता तल्लो साइडतिर चाहिँ बुद्धचित्त, यहाँ चाहिँ मकैबारी छ हैन साथीहरू। यस्तै छ। यो दारहरू पनि मैले जङ्गलबाटै ल्याएर रोपेको हो। यत्रो भएछ, तर टुप्पा चाहिँ काटिदिनु भएछ। त्यो जङ्गली खन्यु हो, त्यो पनि ल्याएर रोपेको हो। तपाईँको चाहिँ नि मैले पहिला बिरुवा बाँडेको ठाउँ यो गगुनको बिरुवा बाँडेको थिएँ, त्यसकै शाखा यत्रो भएको छ। त्यहाँ चाहिँ दार रोपेको थियो, दार चाहिँ मरेछ हैन। अनि त्यो पनि जङ्गलबाटै ल्याएको साहसको रुख हो। तर यो चाहिँ पानी बढी भएर चाहिँ तपाईको लत्रेछ। त्यो चाहिँ साहस हो। साहस त तपाईहरुले चिन्नुहुन्छ होला हैन। यो चाहिँ साहसको रुख हो। यत्रो ठुलो भएछ। यो लगभग रोपेको 3 वर्ष भएको थियो, यत्रो भइसकेछ, ठुलै भएको छ हैन। राम्रै छ साथीहरु बोट बिरुवाहरु। अब केही हुन्छ कि पछि भनेर मात्रै लगाएको हो। खासमा यो जङ्गलमै हुने चिज हो। मैले चाहिँ यहाँनेर ल्याएर रोपेको छु, केही हुन्छ कि भनेर हो साथीहरु। यता चाहिँ सबैको मकैबारी, यो फुलतरुलहरु छ। यता चाहिँ इस्कुसहरु राम्रै छ। इस्कुस घारीहरु पनि साथीहरु राम्रै छ यहाँनेर।